काठमाडौँ उपत्यकाभित्र पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरमा प्रतिनिधि सभाका लागि 15वटा निर्वाचन क्षेत्र छन्। निर्वाचनको प्रारम्भिक मतगणनाको नतिजा अनुसार उपत्यकाका 15 निर्वाचन क्षेत्रमध्ये 14वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अग्रता लिएको छ। भक्तपुरका 2वटै क्षेत्रमा रासोपाका उम्मेद्वार अगाडि छन्। क्षेत्र नम्बर 1 मा रासोपाका राकेश रञ्जित 3884 मतसहित अग्रस्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल 2133 मतसहित पछ्याइरहेका छन्। भक्तपुरकै क्षेत्र नम्बर 2 मा पनि नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै रासोपाका राजीव खत्री अगाडि देखिएका छन्। खत्रीले 3000 भन्दा बढी मत पाइसकेका छन् भने बस्नेतले 1500 मत पाएर उनलाई पछ्याइरहेका छन्। त्यस्तै ललितपुरको क्षेत्र नम्बर 2 मा जगदीश खरेल र 3 मा तोसीमा कार्कीले अग्रता बनाएका छन्। उनीहरू दुवैजना रासोपाका हुन्। ललितपुरको क्षेत्र नम्बर 1 मा भने काङ्ग्रेसका उदय शमशेर राणाले अग्रता लिएका छन्। काठमाडौँ महानगरभित्रका 10वटै निर्वाचन क्षेत्रमा रासोपाका उम्मेद्वारहरूले नै अग्रता बनाएका छन्। निर्वाचन क्षेत्र नम्बर 1 मा रासोपाकी रन्जु दर्शनाले अग्रता लिइरहेकी छिन्। उनी विजय उन्मुख देखिएकी छिन्। नेपाली काङ्ग्रेसका प्रबल थापा छेत्रीभन्दा रन्जु दर्शना झण्डै दोब्बर मतले अगाडि छिन्। रन्जुले 10,581 मत प्राप्त गर्दा छेत्रीले 4,733 मत मात्र पाएका छन्। राप्रपाका रविन्द्र मिश्र तेस्रो स्थानमा छन्। उनले 2744 मत पाएका छन्। त्यस्तै काठमाडौँ 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सुनिल केसीले अग्रता बनाएका छन्, तर उनको अग्रता भने धेरै छैन। केसीले 424 मत प्राप्त गर्दा एमालेका मणिराम भुइँयालले 236 मत पाएर पछ्याइरहेका छन्। काङ्ग्रेसका कवीर शर्माले 189 मत पाएका छन् भने राप्रपाकी कुन्तीदेवी पोखरेलले 57 मत पाएकी छन्। काठमाडौँ 3 मा पनि रासोपाका राजुनाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले 4649 मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले 3341 मत पाएर पछ्याइरहेका छन्। नेपाली काङ्ग्रेसका रमेश अर्यालले 1481 मत प्राप्त गरेका छन्। एमालेका रामेश्वर भुइँयालले 949 मत पाएका छन्। काठमाडौँ 4 मा पनि रासोपाका पुकार बमले अग्रता बनाइरहेका छन्। उनलाई नेपाली काङ्ग्रेसका सचिन तिमिल सिन्हाले पछ्याएका छन्। बमले 3922 मत प्राप्त गर्दा तिमल सिन्हाले 1095 मत पाएका छन्। एमालेका राजन भट्टराईले 956 मत पाएका छन्। त्यस्तै काठमाडौँ 5 मा पनि रासोपाकै सस्मित पोखरेलले ठूलो अग्रता बनाएका छन्। उनले 3700 मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका प्रदीप पौडेलले 1078 मत पाएका छन्। एमालेका ईश्वर पोखरेलले 649 मत पाएका छन्। काठमाडौँ 6 मा पनि रासोपाका शिशिर खनालले लगातार अग्रता बढाइरहेका छन्। उनले 4654 मत प्राप्त गर्दा अन्य उम्मेद्वारहरूले 1000 मत पनि पुर्याउन सकेका छैनन्। काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 7 मा रासोपाकै गणेश प्राजुलीले फराकिलो अग्रता बनाएका छन्। प्राजुलीले 4677 मत प्राप्त गरेका छन्। एमालेका प्रकाश श्रेष्ठ र नेपाली काङ्ग्रेसका प्रमोद हरिकुरागाईले 1000 मत पनि पाउन सकेका छैनन्। गत चुनावमा यो क्षेत्रबाट प्राजुली नै निर्वाचित भएका थिए। काठमाडौँको निर्वाचन क्षेत्र नम्बर 8 मा पनि रासोपाका विराजभक्त श्रेष्ठ विजय उन्मुख देखिएका छन्। उनले 7617 मत प्राप्त गरिसकेका छन्। निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वारहरूले 1000 मत पनि कटाएका छैनन्। गत चुनावमा यो क्षेत्रबाट पनि रासोपाकै श्रेष्ठ निर्वाचित भएका थिए। काठमाडौँको अर्को निर्वाचन क्षेत्र नम्बर 9 मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रासोपाका वरिष्ठ उपसभापति डिपी अर्यालले 1552 मत पाएर अग्रता लिइरहँदा दोस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका नानु बास्तोलाले 261 र नेकपा एमालेका अजय क्रान्ति साक्यले 152 मत पाएका छन्। त्यस्तै काठमाडौँको क्षेत्र नम्बर 10 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता बनाएका छन्। उनले 5765 मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका हिमाल कार्कीले 1078 मत पाएका छन्। एमालेका विनोद श्रेष्ठले 731 मत पाएका छन्। काठमाडौँका सबै क्षेत्रमा धमाधम मतगणना भइरहेको छ। आजै साँझैसम्म धेरैजसो क्षेत्रको मतगणना भइसक्ने जनाइएको छ। सङ्घीय राजधानी समेत रहेको काठमाडौँमा प्रतिनिधि सभाका 10वटा निर्वाचन क्षेत्र छन्, जहाँ हरेक निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने गरेको छ। 2079 मा भएको निर्वाचनमा काठमाडौँबाट प्रतिनिधित्व हुने 10 सिटमध्ये सबैभन्दा धेरै 5 सिट नेपाली काङ्ग्रेसले जितेको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 4 र नेकपा एमालेले 1 सिट आफ्नो पक्षमा पारेका थिए। तर यसपटक सबै क्षेत्रमा रासोपाप्रति ठूलो जनलहर देखिएको छ। अन्य दलहरू निकै पछि परेका छन्।